हेलो नमस्ते 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 ल आज मिति 2083 वैशाखको 6 गते हामी कोने घुन्टे घुताने तमु समाज कास्कीको आयोजनामा आज यो 5औं साधारण सभा हुन गइरहेको छ। यो तमुदी नेपालको प्राङ्गणमा र आज हामी कास्की जिल्ला भित्रको सम्पूर्ण कोने घुन्टे घुताने परिवार चाहिँ यहाँ जम्मा भएर हामी यो 5औं साधारण सभा गरेर चाहिँ अझै हामी एकत्रित भएर अझै हाम्रो लक्ष्य अनुसार चाहिँ हामी एउटा जग्गा खरिद गरेर चाहिँ एउटा भवन बनाउने पनि कार्यक्रम हामीले चाहिँ आयोजन गर्दैछौँ। आजको साधारण सभाले यसले चाहिँ पास गरेपछि फेरि हामी एकदम तदारुकताको साथमा हामी लाग्नेछौँ। हामी आफ्नै जग्गामा चाहिँ आफ्नै अहिलेसम्म हाम्रो कार्यालय यहाँ छ भने अब हाम्रै जग्गा किनेर हामी के अरे भवन निर्माण गर्ने क्रममा छौँ र सबै दाजुभाइको सहयोग पायो भने त्यो हाम्रो उद्देश्य पुरा हुनेछ। र चाहिँ आजको यो साधारण सभामा चाहिँ नै उपस्थित हुनुभएको सम्पूर्ण हाम्रो कोने घुन्टे घुताने खलकलाई चाहिँ यो नववर्ष 2083 को हार्दिक शुभकामनाको साथमा हाम्रो 5औं साधारण सभा सफलतापूर्वक सम्पन्न हुन उपस्थित हुनुभएको सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद। जय कोने घुताने। नमस्कार। दाइ यसो फर्किन्छ यता सानो उहाँले हाम्रो यस संस्थालाई सहयोगार्थ हामीलाई धेरै सहयोग गरिसक्नु भएको छ। उहाँले हाम्रो यस संस्थालाई रु 1,50,000 रुपैयाँ सहयोग गर्नुभएको छ। कार्यलाई सहयोगार्थ भनेर उहाँले हाम्रो सङ्गठनलाई बलियो बनाउनको लागि 2 पटक गरेर हामीलाई उक्त रकम सहयोग गर्नुभएको हो। यसै गरी विशिष्ट अतिथिको आचरणको लागि पूर्व मन्त्री गण्डकी प्रदेश सरकार माननीय परशुराम गुरुङज्यूलाई पनि विशिष्ट अतिथिको आचरणको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी गण्डकी प्रदेश सरकार सभासद माननीय संसदीय गुरुङज्यूलाई पनि विशिष्ट अतिथिको आचरणको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी यस संस्थाका आजीवन सदस्य नेपाल ह्यान्डबल संघका मानवता अध्यक्ष, नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष, नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष, नेशनल ओलम्पिक एकाडेमीका अध्यक्ष एवं शैक्षिक सामाजिक व्यक्तित्व श्री तेज बहादुर गुरुङज्यूलाई पनि विशिष्ट अतिथिको आचरणको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी यस समाजका आजीवन सदस्य सल्लाहकार एवं तमुदी नेपालका केन्द्रीय अध्यक्ष हुम बहादुर गुरुङज्यूलाई पनि विशिष्ट अतिथिको आचरणको लागि म हार्दिक अनुरोध गर्दछु। सदस्य तथा संस्थापक अध्यक्ष श्री शान्त बहादुर गुरुङज्यूलाई पनि विशिष्ट अतिथिको आचरणको लागि म हार्दिक अनुरोध गर्दछु। यस समाजका अक्षय कोषदाता सल्लाहकार तथा विदेश विभाग कोअर्डिनेटर तथा तमुदी नेपालका संरक्षक मेजर लक्ष्मीप्रसाद गुरुङज्यूलाई पनि विशिष्ट अतिथिको आचरणको लागि म हार्दिक अनुरोध गर्दछु। थ्यांक यू। यस समाजका आजीवन सदस्य जिल्ला विकास कास्कीका पूर्व सदस्य एवं तमु संस्कार ज्ञाता श्री कर्ण बहादुर गुरुङज्यूलाई पनि विशिष्ट अतिथिको आचरणको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो खडागाउँ कोने घुन्टे घुताने खलकको हाम्रो चेलीबेटीहरू चाहिँ हाम्रो तमुदी कास्कीको चाहिँ गेटमा उभिराख्नु भएको छ। अब चाहिँ हामी भित्र जाने
तर्खरमा छौँ। हाम्रो कोने घोन्डे घोजाने खडा गाउँको चेलीबेटीहरू चाहिँ अहिले चेलीबेटीहरू चाहिँ आउँदै हुनुहुन्छ है। लो गेटबाट ल आउनु। त्यसमा तपाईँ ढुक्क हुनुहोला। यसै गरी मैले फेरि आफ्नो क्रमलाई जोड्न चाहेँ। विशेष अतिथिको आशीर्वादको लागि इन्जिनियर मनोज गुरुङज्यूलाई म आशीर्वादको लागि हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिनु भयो भने अझै राम्रो हुने थियो। हामीसँग प्रशस्त सिटहरू छन् उहाँ। यसै गरी चिउली पार्चे तमु समाजका अध्यक्ष श्री क्याप्टेन शमशेर गुरुङज्यूलाई पनि विशेष अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष श्री रामबहादुर गुरुङज्यूलाई पनि विशेष अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 10 का वडा अध्यक्ष श्री गौतम गुरुङज्यूलाई पनि विशेष अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी अन्नपूर्ण गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष श्री भरतमान गुरुङज्यूलाई पनि विशेष अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध चेलीबेटीहरू यता अनि बुहारीहरू यता चेलीबेटीहरू हजुरलाई दिन सजिलो हुने थियो। उहाँहरूले चिन्न सकिएन भन्नुभएको छ। यहाँहरू यदि तपाईँको नाम आएको छ भने उठिदिनु भयो भने हामी आभारी हुने थियौँ। यसै गरी गाचोक लजुर बाई फलकका प्रमुख श्री क्याप्टेन देवी प्रसाद गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। भलाम डाँडा गाउँ रिजे रोपने बाई फलकका उपाध्यक्ष तथा सुखवती गुम्बाका निवर्तमान उपाध्यक्ष श्री भक्तबहादुर गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी दाङसुङ पर्वत मिगी रोपने परिवारका अध्यक्ष श्री लेफ्टिनेन्ट अर्जुन गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। पुरागाउँ भला रोपने परिवारका अध्यक्ष श्री चन्द्रबहादुर गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी सभाधार रिजन चेलीबेटीका सल्लाहकार श्री मनमाया गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी रिजन रोपने तमु चेलीबेटी प्रमुख भलाम डाँडा गाउँ श्रीमती गुरुङ कुमारी गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। गुण कुमारी गुरुङज्यू धपराङथर रिजन हो चेलीबेटी प्रमुख श्रीमती विष्णु कुमारी गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी हातपुथर हातपुमा चेलीबेटी प्रमुख श्री बेलकुमारी गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। मोलानो अर्मला काजी खलका चेलीबेटी प्रमुख श्रीमती आसमाया गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी मोलानो अर्मला मुखिया खलका चेलीबेटी प्रमुख श्रीमती गीता गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। श्रीमती गीता गुरुङ अगाडि आइदिनु भयो भने सजिलो हुन्छ। यसै गरी धमकोस कान्छेरो कोन्से चेलीबेटी संगठनका कार्यवाहक अध्यक्ष श्रीमती वीर कुमारी गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। मुजर रो तथा रिजे रो धम्पु चेलीबेटी प्रमुख श्रीमती माया गुरुङज्यूलाई पनि अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु। श्रीमती माया गुरुङ
यसै गरी रूपा गाउँपालिका 5 तक्रे रोकोन्से समितिका प्रमुख श्री चन्द्र गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी गर्नाङ रिजर्भ रोकोन्से समितिका प्रमुख श्री तेज कुमारी गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रा कोने तमु समाजका पूर्व सचिव कोने तमु समाज कास्कीका पूर्व सचिव श्री धनबहादुर गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी टाङटिङ पोखरा चेलीबेटी प्रमुख कुमारी गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। मैले जति पनि यहाँहरूको नाम वाचन गरेँ, हजुरहरू अगाडि आइदिनु भयो भने हामीलाई तपाईँलाई सम्मान गर्न पनि सजिलो हुन्छ। अगाडि हाम्रो सिट खाली नै छ। यसै गरी हामीले जति पनि वाचन गर्यौँ उहाँहरू बाहेक जति पनि तपाईँहरू दाजुभाइ दिदीबहिनी हाम्रो जति पनि आउनुभएको छ यहाँहरूलाई एकमुष्ट रूपमा यथास्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँहरू विभिन्न गाउँबाट आफ्नो चेलीबेटी प्रमुखसँग साथी भएर आउनुभएको छ, प्रतिनिधि आउनुभएको छ भने पनि सबैजनालाई यथास्थानमा एकमुष्ट रूपमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। संचालिका पार्वती गौरी आई और आज मिति 2083 साल वैशाख 6 गते यस तमु कोने घुन्टे गोठाने कास्की जिल्ला का स्थापना दिवस में आउनुहुने सम्पूर्णलाई म नमस्कार तथा स्वागत गर्दछु। यस कार्यक्रमका सभाध्यक्ष एवं कोने गोठाने घुन्टे गुरुङ तमु समाज नेपाल काशी जिल्ला समितिका अध्यक्ष क्याप्टेन श्री कृष्णबहादुर गुरुङज्यू, प्रमुख अतिथि शताब्दी पुरुष एवं द्वितीय विश्व युद्ध का योद्धा आदरणीय बाबा श्री फूलबहादुर गुरुङ चौधरी पुनेज्यू, शताब्दी पुरुष एवं द्वितीय विश्व युद्ध का गुरुङज्यू तथा मञ्चासीन विशिष्ट अतिथिज्यूहरू कुनै तमु बौद्ध व्यक्तित्वहरू तमुजी नेपाल मत हातमा रहेका विभिन्न सङ्गठनका प्रतिनिधिज्यूहरू, अतिथिज्यूहरू, सल्लाहकारज्यूहरू, कुनै तमु चेलीबेटी कास्की जिल्ला कार्य समिति पदाधिकारीज्यूहरू, मञ्चबारी लेखन समितिका पदाधिकारीज्यूहरू, नौ प्रमुखज्यूहरू, चेलीबेटी प्रमुखज्यूहरू, आजीवन सदस्यज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावज्यूहरूलाई यहाँ सम्पूर्णमा मेरो सैनो अनुसार नमस्ते सेवाभाव एवं कुनै तमु समाजकाजीको न्यानो अभिवादन स्वीकार गर्नुहोला। अध्यक्ष नआइकन प्रतिनिधि आउनु भएको छ भने एकजना प्रतिनिधि अगाडि आइदिनु होला। हामीले तपाईँहरूलाई चिठी पठाउँदा अध्यक्षलाई पठाउँछौँ र तपाईँहरूको अध्यक्षले तपाईँलाई खटाएर पठाउनु भएको छ भने तपाईँहरू उठिदिनु होला। हामीले तपाईँको अध्यक्षको नाम वाचन गर्दाखेरि तपाईँहरू उठिदिनु भयो भने हामीले प्रतिनिधि अथवा अध्यक्ष आएको छ भनेर थाहा पाउनेछौँ। यसै गरी अब हाम्रो कार्यक्रम यथास्थानमा उठेर राष्ट्रिय गानलाई सम्मान गरौँ।
धन्यवाद सबैजनालाई। र हामी हाम्रा 13 मागलाई सम्झेर 1 मिनेटको मौन धारण गर्दैछौँ। उक्त मौन धारणमा पनि यहाँहरूको सहभागिता हुनेछ र समय मैले सुरु भन्दाखेरि सुरु हुनेछ भने र धन्यवाद भनेपछि समय सकिएको यहाँले जानकारी पाउनुहुनेछ र 1 मिनेटको मौन धारण सुरु गरौँ। सुरु। धन्यवाद। यहाँहरू सबैलाई धन्यवाद छ। अब स्वागत नृत्य रहेको छ हाम्रा खास चौरो चेलीबेटीहरूको प्रस्तुति। यहाँहरू सायद तयारी अवस्थामा हुनुहुन्छ। कलाकारहरू हुनुहुन्छ प्रतिमा गुरुङ, सुशीला गुरुङ, वसुन्धरा गुरुङ र सन्जु गुरुङ। स्वागत
धन्यवाद हाम्रा कलाकार बहिनीहरूलाई। र हाम्रो आजको कार्यक्रम चाहिँ अस्ति 2-3 दिन नयाँ वर्षको लागि म पोखरा आएको थिएँ अनि पोखरा आउने क्रममा चाहिँ यस्तो छ है भनेर मैले म्यासेज पाएँ अनि म बसेँ अनि अहिले कार्यक्रम आउने पार्टीमा सचिव पनि घरमा मलाई इन्जिनियरिङ एस्टिमेट गर्नु पऱ्यो ल आइज त भाइ भनेर चाहिँ चन्दन दाइले बोलाइराख्नु भएको थियो। ए दाइ कार्यक्रम छ नि भनेर दाइले पनि बोलाएर म यहाँसम्म आएँ। हामी तपाईँहरूको माझमा छौँ। मेरो 2-3 यहाँसित चाहिँ अनुरोध छ। म 2-3 लाइन हाम्रो यस्तो काशी जिल्लाको चाहिँ सुरुवातीको पङ्क्तिहरू र हामीले हाम्रो यो पनि भनेको धानीको स्थापनाको त्यो औचित्य के हो, उद्देश्य के हो त्यो क्लियर हुनुपर्छ है। यसमा क्लियर भएन भने फेरि हाम्रो ताप के भन्दा बिड ठुलो हुन्छ, चल्नै नसक्ने बिड हुन्छ। अरू केही होइन, हामीले मात्रै भनेको चाहिँ मेरो मान्छेलाई पल्टनमा भर्ती भएर जानुभयो अनि एकजना अर्को पात्र पनि सँगसँगै भर्ती हुनुभयो। यहाँ उहाँहरू सुब्दार मेजरमा चाहिँ रिटायर हुनुभयो, दुवै चाहिँ जिन्दगीभरि सोटी हुनुभयो भनेर सम्बोधन गर्नुभयो कि पछि यहाँ हाम्रो आफ्नो दाजुभाइहरूको त्यो भोजमा बोलाउँदाखेरि चाहिँ आखिर बाजेर नाचे पद हो कि जिन्दगीभरि सोटी भयो। अझै त्यस्तो पनि घटना छ कि तपाईँसँग यो एकदम क्लियर भन्नुपर्छ। आज कुनै घोटाने र घोटाने युवा युवती बिचमा वर्षौँसम्म प्रेम चक्कर चलेर छुटेको पनि थियो हो। त्यस कारणले हाम्रो नस्ल के हो, हामी के हौँ, एउटा सामान्य एउटा यहाँ बन्दीपुरमा त्यहाँ यो बाख्राको नस्ल सुधारको लागि राखेको छ। तपाईँले देख्नु भएको त्यहाँ बाख्रा फार्म एकचोटि जुन त्यहाँ ल्याएको जुन थुमो छ त्यो थुमो अर्कोचोटि प्रयोग हुँदैन कि नस्लमा त्यति ठुलो प्रभाव पार्छ। त्यसले हाम्रो यो विश्वभरिमा यहाँ मात्र होइन, भुटानमा, अमेरिकामा, युकेमा भोलिको दिनमा हाम्रो नाति नातिमा त अमेरिकामा छ हो त्यो नस्ल कहीँ कतै मिस्टेक भयो भने त्यो जाइगर चाहिँ उत्पादन राम्रो हुँदैन, भोलि ती सन्तति राम्रो हुँदैन भन्नेको खातिर र हामीले यो समाजलाई हाम्रो तर्फबाट केही दिन सक्छौँ कि भनेर कुनै भन्ने घोडानेको चाहिँ स्थापना हो। यसमा कुनै केही छैन है, तपाईँ क्लियर हुनु। आज मैले कता कता यो तपाईँको यो घोषणापत्रहरू पढेँ हेरेँ, कता कता मैले त्यो छनक आइरहेको छ कि त्यसैले क्लियर हुनुहोस् हाम्रो गन्तव्य। त्यसमा कुनै दुविधा छ भने बहस गर्नुपर्छ, छलफल गर्नुपर्छ। यहाँ चाहिँ प्र्याक्टिस चल्दैछ है। हाम्रो कोने घुन्डे घोजाने खलकको चेलीबेटीहरू चाहिँ यहाँ प्र्याक्टिस हुँदैछ। आफ्नो पर्फर्मेन्स देखाउनुभन्दा पहिला चाहिँ यहाँ प्र्याक्टिस चल्दैछ है। प्र्याक्टिस चल्दैछ। हाम्रो कोने घुन्डे घोजाने खलकको चेलीबेटीहरूको पर्फर्मेन्सभन्दा अगाडि चाहिँ हाम्रो चेलीबेटीहरूको चाहिँ एकदम प्र्याक्टिस चल्दैछ है। यहाँ तमुदीभन्दा यतापट्टि हाम्रो म्युजिकमा चाहिँ हाम्रो अमिषा बहिनी छ भने यता डाइरेक्टरमा चाहिँ हाम्रो सरिता फुपू भने यता चाहिँ प्र्याक्टिस हुँदैछ। यता आफ्नो पर्फर्मेन्स दिनुभन्दा पहिला चाहिँ हाम्रो चेलीबेटीको चाहिँ यस्तो धुमधडाका प्र्याक्टिस लिएर लो हेर्नु त लो, एकदम धमाका प्र्याक्टिस चल्दैछ लो। उहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ, मेरो माइली फुपू सरिता गुरुङ हुनुहुन्छ। फुपू हाम्रो चेलीबेटीको प्रस्तुति चाहिँ प्र्याक्टिस कस्तो चल्दैछ भनिदिनु त अलिकति।
अब बिचरा कोसिस त गर्दैछ के अरे है अब कस्तो हुन्छ अब हेरेपछि थाहा हुन्छ होइन ल ल अस्तिदेखि एकदम राम्रो प्र्याक्टिस चल्दैछ हाम्रो चेलीबेटीहरूको चाहिँ खडागाउँ कोन्ने घोन्डे घोजाने खलकको चेलीबेटीको चाहिँ प्रस्तुतिभन्दा पहिला चाहिँ प्र्याक्टिस एकदम राम्रो चल्दैछ हेर्दाखेरि चाहिँ एकदम राम्रो जस्तो लाग्छ होइन फुपू अब प्र्याक्टिस त गर्दैछ के अरे बिचरा अब जे जस्तो भए पनि आफूले जानेको नाच चाहिँ देखाउँछ जस्तो भए नि राम्रै भन्नु पर्यो ल हाम्रो चेलीबेटीले चाहिँ बेस्ट अफ लक ल आर्सम भन्छ मम्मीहरूलाई बेस्ट अफ लक भन्नु बेस्ट अफ लक गुड ल अब एकछिनपछि हाम्रो चेलीबेटीहरूको प्रस्तुति आउनेवाला छ प्रतीक्षा गरेर बस्नु होला तबसम्मको लागि फेरि अहिले भिडियोबाट छुट्टिन्छौँ श्री सचिव श्री विष्णु तमुजुलाई पनि विशेष अतिथिको आशीर्वादको लागि म हार्दिक अनुरोध गर्दछु हजुर पनि अगाडि आइदिनु भयो भने हामीलाई हजुरलाई सम्मान गर्न सजिलो हुनेछ अगाडि सिटहरू छन् हाम्रो कार्य समितिका सदस्यज्यूहरूलाई उहाँहरूलाई आजका यस कोने घुमथाने भोंडे गुरुङ तमु समाज कास्कीको 5औं वार्षिक साधारण सभा तथा स्थापना दिवस कार्यक्रम का अध्यक्ष श्री कृष्ण बहादुर गुरुज्यू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू केन्द्रका पदाधिकारीहरू कास्कीका कोने कार्य समितिहरू सल्लाहकारहरू रौ प्रमुखहरू चेलीबेटी प्रमुख ज्यूहरू चेलीबेटी ज्यूहरू र समस्त कोने परिवारलाई म आजको यो 5औं वार्षिक साधारण सभा स्थापना दिवस तथा नयाँ वर्ष 2083 को सुखद उपलक्ष्यमा म संस्थाका कोषाध्यक्ष श्री हेम बहादुर गुरुङको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ठिक पार्ने होला
धन्यवाद हाम्रा कलाकार साथीहरूलाई राम्रो नृत्य देखाएर जानुभयो। बहादुर गुरुङ देउपुर हाल पोखरा 15, यसै गरी डाक्टर अनिल गुरुङ कामडाँडा हाल पोखरा 16, यसै गरी संस्थापक अध्यक्ष शान्तबहादुर गुरुङ हाम्रो यस संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। उहाँले हामीलाई रु 5 लाख रुपियाँ कार्यालय 1000 रुपियाँ उहाँले हामीलाई कार्यालय सहयोगको लागि दिनुभएको छ। महिनामा 1000 अलग्गै आउँछ र रु 5 लाख रुपियाँ हामीलाई यसै गरी विष्णुलिङ्ग उत्तराधिकारी श्री लोकबहादुर गुरुङले पनि हामीलाई विशेष सहयोग गर्नुभएको छ। यसै गरी कास्की कोने चेलीबेटी समितिबाट पनि हामीलाई सहयोग गर्नुभएको छ। म हार्दिक अनुरोध गर्दछु कास्की कुनै चेलीबेटी समिति यसै गरी उहाँले साथ सहयोग रकम सबै कुरामा उहाँले हामीलाई यसै गरी प्रमुख अतिथि सत्यबहादुर गुरुङलाई पनि आफ्नो समान यसै गरी उहाँको कुनै प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर उक्त सम्मान पत्र लिदिनुहुन म हार्दिक अनुरोध गर्दछु। यसै गरी स्वर्गीय नासु शेरबहादुर गुरुङको वृत्ति कार्यमा पनि हामीलाई विशेष सहयोग आएको थियो। उहाँको कोही प्रतिनिधि हुनुहुन्छ भने उक्त सम्मान पत्र ग्रहण गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु। भक्तबहादुर गुरुङज्यू आइदिनुहुन म हार्दिक अनुरोध गर्दछु। यसै गरी युके KG3 बाट पनि हामीलाई विशेष सहयोग आएको थियो। उहाँलाई पनि हामीले सम्मान पत्र राखेका छौँ। उहाँको प्रतिनिधि कोही हुनुहुन्छ भने उक्त सम्मान पत्र ग्रहण गरिदिनुहुनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी KG3 युके गोविन्द बहादुर गुरुङ पोखराबाट चित्रदेवी भालुके उहाँले
धन्यवाद हाम्रा थाक चलाउनका आमा भाउजू बुहारीहरूलाई साह्रै राम्रो नृत्य देखाएर जानुभयो। हुजुर हो प्रमुख श्री किसान गुरुज्यूलाई आफ्नो यो प्रमाणपत्र लिन आइदिनु हार्दिक अनुरोध गर्दछु। रम्फुस पोखरी हुजुर कोले रो प्रमुख श्री किसान गुरु काहुडाँडा घोडोका रो प्रमुख श्री सुधार इन्द्र बहादुर गुरुज्यूलाई आफ्नो यो भाइखलाको यो प्रमाणपत्र लिइदिनु हुन हार्दिक अनुरोध गर्दछु। घोडोका रो प्रमुख अथवा प्रतिनिधि लोक बहादुर गुरुज्यूलाई यो प्रमाणपत्र लिइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी घडेल सापु निगी रोका रो प्रमुख श्री कमल बहादुर गुरुङज्यूलाई पनि म मञ्चमा आवेदन गर्दछु। घडेल सापु निगी रोका रो प्रमुख श्री कमल बहादुर गुरुङज्यू होल्डो रोका रो प्रमुख श्री सुधार इन्द्र बहादुर गुरुज्यू प्रतिनिधिको रूपमा लोक बहादुर गुरुज्यूलाई म मञ्चमा आवेदन गर्दछु। यसै गरी कुरा गाउँ होल्डो रोका रो प्रमुख श्री क्याप्टेन ब्रह्म बहादुर गुरुज्यूलाई पनि म मञ्चमा आवेदन गर्दछु। कुरा गाउँ होल्डो रोका रो प्रमुख अथवा प्रतिनिधि जो हुनुहुन्छ यहाँ मञ्चमा आइदिनु होला। यसै गरी थाक फोन पशु नासा चौरो रोगका रोग फुल नासाका चौरो रोगका रोग प्रमुख चन्द्रबहादुर। यसै गरी केजी3 युकेका रोग प्रमुख श्री एकदम फर्स्ट प्रनाउन्स गर्दैछु बिकज अब समय पनि निकै घटिसकेको छ। त्यही कारणले सबैजनाको ध्यान चाहिँ म मञ्चतर्फ आकर्षण गर्न चाहे है। प्लिज सबैजनाले आफ्नो भाइखला अथवा कस्तो के नाम आउँछ भने फटाफट आइदिनु होला है। केजी3 युकेका रोग प्रमुख श्री कुमार गुरुज्यूलाई यो प्रमाणपत्र लिइदिनु हुनका लागि अनुरोध गर्दछु। यसै गरी शान्ति टोनी नासा सिङ्गुर हो कोनेका रो प्रमुख श्री देवीजङ गुरुज्यूलाई पनि अथवा को प्रतिनिधि शान्ति टोनी नासा भाइखलाका सभासद सिग्लेट विषयका प्रमुख अथवा प्रतिनिधिको हुनुहुन्छ। यसै गरी ढकानथर सिग्लेट विषयका रो प्रमुख सुधार मेजर श्री सुख बहादुर गुरुज्यूलाई पनि प्रमाणपत्र दिन आइदिनु हुन अनुरोध गर्दछु। ढकानथर सिग्लेटका विषयका रो प्रमुख सुधार मेजर श्री सुख बहादुर गुरुज्यू। यसै गरी सिग्लेट प्रमुख श्री सन्त बहादुर गुरुङज्यूलाई प्रमाणपत्र लिन म मञ्चमा आमन्त्रण गर्दछु। यसै गरी भलाम डाँडा गाउँ रिजे रोका रो प्रमुख श्री चन्द्र बहादुर गुरुङज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु प्रमाणपत्र दिनको लागि।
भलाङ डाँडा गाउँ विजय रोलका हो प्रमुख। यो प्रमाणपत्र ग्रहण गरिदिनुहुन्छ हार्दिक अनुरोध गर्दछु। लक्ष्मण गुरुङका कोअर्डिनेटर एवं सल्लाहकार महामन्त्री मेजर लक्ष्मण प्रसाद गुरुङज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। एकैछिन हाम्रो कार्यक्रमलाई अब अहिले हाम्रो एकैछिन यो खाजाको ब्रेक सँगसँगै हाम्रो यो खाजा लिँदै गर्नुहोला। त्यहाँ चाहिँ हाम्रो यस कास्की जिल्ला कार्य समिति सदस्य अब हामी बाँसुरीको धुन सुन्दैछौँ है त। सबैजना खाजा मामा पूर्ण बहादुर गुरुङज्यूलाई आफ्नो यो कला प्रस्तुत गर्नको लागि म अनुरोध गर्दछु।
आमा साह्रै मिठो थियो मुरेलीको होइन तर सुनिरहेको जस्तो थियो होइन त्यही पनि अब फेरि अब कार्यक्रम पनि अरू पनि चलाउनु नै पर्ने है यसै क्रममा अब हाम्रो यो वर्षको साधारण सभा गीत गाउँदै नाच्दै बाँसुरीको धुन सँगसँगै रमाइलो गरिरहेको छौँ। यस कार्यक्रमका अध्यक्ष एवं भन्ने हाम्रो कास्कीको अध्यक्ष आदरणीय गायक क्याप्टेन कृष्णबहादुर गुरुङज्यू, हामीले आज सबैजनाले जोरदार ताली बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गुरु फिल्महरू अझै बनाउनु होला भन्ने पनि शुभकामना दिन चाहन्छु। 5औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको अध्यक्षज्यू, वयोवृद्ध ज्येष्ठ नागरिक, आजका प्रमुख अतिथि कुलबहादुरज्यू अनि वयोवृद्ध ज्येष्ठ नागरिक पूजनीय राजा बाबा सत्यबहादुर गुरुङज्यू र पूर्व मन्त्री र चौधरी नेपालका अध्यक्षज्यू र सेलिब्रेटी प्रमुख लगायत उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा मेरो नमस्कार छ। हाम्रो यहाँ छोटो मिठो भन्नुभएको छ, समय एकदम कम छ र भन्ने कुरा त धेरै नै थियो, तर म छोटकरीमा यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। विशेष गरेर अहिले यहाँ हाम्रो सचिवजीको कार्यपत्र यहाँ प्रस्तुत भएको मैले पाएँ र यहाँ र हाम्रो कार्यक्रम प्रस्तुत भएको यहाँ पाएँ र यसमा के लेखिरहेछ भने सङ्गठन विकास एवं विस्तारको अत्यन्तै यो सकारात्मक हामीले खाने र कास्की हुने तमु माघघर साझा घर बहुउद्देश्य निर्माण यो अत्यन्तै राम्रो प्रस्ताव ल्याउनु भएको छ। हाम्रो हुने भुटानी भन्ने हाम्रो कति मामा समय छोटोको कारण अब धेरै थियो होइन अब कुराहरू त, तर पनि अब गर्दै गरौँला भन्नु पऱ्यो अब, किनभने सबैजना आत्तिएको जस्तो छ। एकचोटि मञ्चमा हेर्नु त शताब्दी वर्ष 100 वर्ष पुगेको बाजे कति आनन्दले बसिरहेको छ। नआत्तिनु होला है प्लिज, यो वर्षको हाम्रो एक दिन हुने कार्यक्रम हो, सो प्लिज आजको दिनमा चाहिँ नाचिकन बसिदिनु हुनमा हार्दिक अनुरोध गर्छु। अब कार्यक्रम सबैको हातमा सेड्युल हामी नाच नृत्यको पालो रहेको छ। यसमा चाहिँ खडा गाउँका सेलिब्रिटीहरूले यो हामीलाई मनोरञ्जन दिन आइराख्नु भएको छ। कलाकारहरूको रेडिका, सोनु, मधु, आरती, आयुष्मा, काशीमाया, पूर्ण। गीतको बोल रहेको छ माया फैनु। खडा गाउँका सेलिब्रिटीहरू है।
धन्यवाद धेरै धेरै खडा गाउँका चेलीबेटीहरूलाई। यसै सँगसँगै अब म शुभकामना मन्तव्यतर्फ जान चाहन्छु। गण्डकी प्रदेश सरकार पूर्व मन्त्री पञ्चलाल गुरुङज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। आजको यस अत्यन्तै गौरवमय र अत्यन्तै राम्रो र भव्य र सभ्य कार्यक्रम सञ्चालिका हाम्रा बुहारीहरू, कोनी परिवारका बुहारीहरू पार्वतीजी र उषाजी, सर्वप्रथम त आजको यस भव्य कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण कोनी परिवारप्रति र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरूप्रति हामी नेपालीहरूको महान पर्व नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। ले
बिस्तारै जाने प्रस्तुति अब भने हाम्रो म एकदम ऱ्यापिडमा छु है हाम्रो कलाकार साथीहरूलाई चाहिँ हामीले सम्मान गर्न गइरहेको छ सो प्लिज सबैजना थाक सेलिब्रेटी समूह सबै हाम्रो कलाकार जोरदार ताली बजाइदिनु होला हामीहरूलाई मनोरञ्जन गराउन आए ल यसो भयो अब हाम्रो आजको कार्यक्रम ल हामी खडगाउँको चेलीबेटी कोने खोजाने घोन्डे चेलीबेटी खडगाउँको चाहिँ हामी चाहिँ आफ्नो अब हामी कार्यक्रम समापनतर्फ गइरहेको छ म कार्यक्रम सञ्चालकका बोल्ने प्रस्तुति दिएर चाहिँ हामी यहाँबाट भयो फिर्ता हुँदैछौँ है सम्पूर्णलाई ओहो ल है हाम्रो खडगाउँ चेलीबेटीले चाहिँ यस्तो उपहार पाएको रहेछ है अर्को पनि ल सबै त्यहीँ जानु है हाम्रो चेलीबेटीको उपहार घोन्डे गुरुङ तमु समाज नेपालबाट हामीले जितेर हाम्रो खडगाउँले चेलीबेटीहरू चाहिँ यहाँ आफ्नो प्रस्तुति दिइसकेर चाहिँ आफ्नो प्रस्तुति दिनुभएको उपलक्ष्यमा चाहिँ यहाँ कोने खोजाने घोन्डे समूहले चाहिँ हामीलाई चाहिँ यस्तो उपहार दिनुभएको छ सबैजना यस्तो हुन्छ सबैजना आमा यहाँबाट एउटा गण्डकी प्रदेशका आभारी आदरणीय भूभागमा भएको छ हामी कास्की जिल्ला पर्नेहरू चाहिँ एउटै उसमा ल हामी खडगाउँले हुने खोजाने घोन्डे चेलीबेटी चाहिँ यहाँ फोटो खिचेर जान लाग्छौँ है अबदेखि कार्यक्रम सिद्धिएर हामी चाहिँ आफ्नो प्रस्तुति दिएर चाहिँ हामी जानेवाला छौँ है ल है हामी चाहिँ अब यहाँ तमुधी पोखराबाट चाहिँ हामी सबै आफ्नो प्रस्तुति दिएर चाहिँ फर्किन आँटेको छौँ है दिदीबहिनीहरू फुपूहरू सबै ल हाम्रो कोने खोजाने घोन्डे गुरुङ तमु समाज नेपालको चाहिँ फोटोसुट हुनेवालामा छ है फोटोसुट गर्नको लागि चाहिँ हामी यसरी फोटो खिच्नको लागि चाहिँ हामी यसरी तयार हुँदैछौँ अब चाहिँ सबै कार्यक्रम समापन भइसकेर चाहिँ हामी चाहिँ अब आखिरीमा चाहिँ फोटोसुट गर्दै हाम्रो कार्यक्रमलाई यहीँ समापन गरेर हामी आफ्नो घरतिर लाग्नेछौँ अहिले चाहिँ हाम्रो कोने खोजाने घोन्डे गुरुङ तमु समाज चाहिँ हाम्रो चाहिँ फोटो सेसन हुँदैछ है।